कम्प्रेसर एयर कम्प्रेसर हो ठुलो भित्रको ठुलो वाला भन है यसो गाइड गर न यति अहिले के छ अहिले यो टायरमा चाहिँ हावा छैन अनि कति राख्नु पर्छ होला यसको यसमा त 10 छ अलि 10 मात्रै बापे बापे यदि हावा कम भयो भने टायरमा के हुन्छ त्यही हो टायर पञ्चर हुने रिमहरु पनि बाङ्गिन्छ हैन हैन र यो चाहिँ रिलमा राख्छु ल मैले अनि चाहिँ हेर्ने ल हेर्दा हामीले नर्मल भने पनि यही चीजहरुले चाहिँ धेरै उस गरिरहेको हुन्छ आ पेट्रोल त सापट माग्न पाइयो हावा त कसलाई सापट माग्ने हैन फुकेर भएन त्यही भएर यसलाई चाहिँ गाडीमा सबसे पहिला हावा को कम्प्रेसर बन्द गरिदिन्छ बन्द भइसकेछ कम्प्रेसर कसले बन्द गर्यो कम्प्रेसर बन्द भएर जाऊ त भित्र अलि धेरै छोड्न पर्ने कि हैन छोड्नु छ यो चाहिँ हामीले सबै हिन्दीमा भेटाइरा थियो इंग्लिशमा भेटाउँछौं तर हामीले चाहिँ नेपाली च्यानल स्टार्ट गरेछौं यो जस्ट हाम्रो स्टार्टिङ हो यहाँहरुलाई हामीलाई मेन जर्नल कुराहरु चाहिँ यहाँ सिकाउँदै गरेका हुन्छन् यो चाहिँ हेर्दै गर्नु होला सबैजनाले सब्स्क्राइब गर्नु होला च्यानललाई पनि भयो म भने घटाउन मिल्छ कि फुर्र हाल्दै न फेरि अटो स्टार्ट हुन्छ